Hello everyone, welcome back to our channel Santya and Swastika. यो त सन्चै आराम हुन्छ होला अनि हामी पनि सन्चै आराम छौं। सो अनि हामी चाहिँ काम हिँड्छ के स्वस्तिकाको फुल लुक्स अनि यहाँनिर देख्न सक्नुहुन्छ एकदमै टोपी लाउ न ल झोला ग्याङ अनि त्यही नै चाहिँ यस्तो क्लियर मौसम छ। सो त्यही भएर भिडियो स्टार्ट गरेको अनि हामी चाहिँ काममा निक्लिन लाग्यो। जहिले पनि हामी चाहिँ काममा निक्लिन लाग्ने बेलामा चाहिँ टक्क भिडियो गर्छौँ, निक्लिन्छौँ अनि त्यो चाहिँ हाम्रो खाना भइगयो त्यही नै हो। अब अरू त सबै देखिने नै भने यस्तो क्लियर मौसम छ कि यस्तो क्लियर छ कि दामी दामी चिलवाला छ। सो अब चाहिँ हामी मस्त काममा गएर आउनुपर्ने हुन्छ। अनि एउटा अस्ति पानी परेर पुरै धुलो छ कि कहिले यतातिर चराले उ गरिदिन्छ, अस्ति धुयो त आएको थियो फेरि यस्तो भइसक्यो। सो यही नै छ, अब चाहिँ हामी निक्लिन्छौँ है त। सो अलराइट गाइज, भोक लागेर होइन हामी चाहिँ खाजा खानलाई चाहिँ यस्तो भेटिङ मेसिनमा चाहिँ स्वस्तिकाले चाहिँ के किन्दैछ हो। यसरी पैसा हाल्यो ट्याक्क थिच्यो है। खै कुन चाहिँ हो यसरी खसाल्छ अनि त्यहाँबाट झिक्ने खाने। यसको कति $1.50 अनि यहाँनिर चाहिँ कोकरको भेन्डिङ मेसिन छ। अहिले चाहिँ नयाँ चिज भेटाएको छौँ यहाँ सपिङ गर्न आउँदाखेरि। मकैको खोस्टा पनि बेच्न राखेको छ। आई डोन्ट नो के को लागि युज हुन्छ, सायद यो चाहिँ मेक्सिकन को खानेकुराहरू राख्ने ठाउँमा भेटेको हो। सायद मेक्सिकनहरूले के बनाउँछन् होला, आई डोन्ट नो। तर मकैको खोस्टा बेच्न राखेको छ अनि यति महँगो छ कि $997 यति एक प्याकेटको। आई डोन्ट नो के गर्छन् यसले चाहिँ, जेसुकै गरोस् यति महँगो है मकैको खोस्टा। अनि हाम्रो चाहिँ आज यस्तो सपिङ छ कि यस्तो यहाँ यत्रो ठुलो चिज बल एक बट्टा है चम्मको। हाम्रो चाहिँ खाना पनि पाकिसक्यो अनि यहाँनिर चाहिँ टक्क लाएर यो चाहिँ आलु भेन्टाको तरकारी अनि यहाँनिर चाहिँ टक्क लाएर हामी चाहिँ पकोडा बनाएर खानको लागि चाहिँ यो टक्क बनाउँदैछौँ। यो के पिठो मुसेर अनि यो चाहिँ कराई बसालिसक्यौँ। सो अनि पकोडा चाहिँ आज चाहिँ नयाँ वाला पकोडा, प्याजको पकोडा, काउलीको पकोडा, भेन्टाको पकोडा, आलुको पकोडा। सो मस्त बनाएर खानुपर्ने हुन्छ। अनि टाइम चाहिँ 11:54 गइसक्यो। हाम्रो चाहिँ ड्युटी 11 बजीसम्म थियो, खुसी लाग्दैछ यसमा चाहिँ 11 बजीसम्म थियो। अनि सो आएर खाना चाहिँ पाकिसक्यो। एक्स्ट्रा यो चाहिँ हाम्रो पकोडा पाक्दैछ है त। कस्तो हुँदो रहेछ आजलाई ट्राई। ए अनि अर्को पनि खुर्सानीको पनि पकोडा बनाउने मान्छे चाहिँ यता हुनुहुन्छ है त। स्वस्तिकाले चाहिँ टक्क लाएर यहाँ यस्तो गरिसक्यो। अब चाहिँ यो चाहिँ सुरुमा चाहिँ के को यो भेन्टाको ए आलु हो। यो चाहिँ आलुको पकोडा सुरु यो भन्टा, यो पनि भन्टा।
काउलीफ्लावर प्याज खुर्सानीको हामी सब टेस्ट गर्ने हो कस्तो चाहिँ हुँदो रहेछ यो प्याज खुर्सानी अब सब टेस्ट गर्ने खुर्सानी भएन खुर्सानीमा त सब पाकेछ है त लेसी कस्तो पाक्दैछ है दामी तालले अलिकति पातलो भएछ पिठो चाहिँ अब चाहिँ त्यसमा टक्क अलिकति पिठो थपेर फेरि बनाउनु पर्ने हुन्छ त्यो हामीले यो खुर्सानीवाला चाहिँ त्यो इन्डियनको उसमा खाएको थियो क्या है दामी भएको थियो तर त्यो त माछे खुर्सानी होला यो चाहिँ पिरै खालेछ तै पनि हामीले टेस्ट गर्नको लागि ट्राई गरेको छौँ त्यसै कस्तो हुन्छ है त सबैभन्दा दामी चाहिँ आलुको हुँदो रहेछ आलु कस्तो छ खुर्सानी यहाँ अर्को लड पाक्दैछ एक लड चाहिँ हामीले खाएर सिद्धाउन लागिसक्यो सबै टेस्ट गरेको सबै मिठो रहेछ है दामी हुँदो रहेछ सबैभन्दा मिठो चाहिँ आलु र प्याजको लाग्यो प्याजको टेस्ट चाहिँ एकदम दामी आउँदो रहेछ अनि मिठो चाहिँ सबै नै मिठो छ पाक्दैछ फेरि अर्को माछा खुर्सानी भनेर दामी हुने रहेछ है यो चाहिँ हाम्रो चाहिँ पिरै खाले भएर तर पिरो टेस्टले गर्दाखेरि मिठो लाग्दो रहेछ यो पिरोको ठाउँमा माछा खुर्सानी भयो भने बेस्ट हुने रहेछ अनि भेन्टाको पनि एकदम मिठो छुट्टै टेस्ट आउने क्या है आलु त झन् मिठो भएको प्याजको हो क्या एकदमै मिठो त दामी पाक्दैछ सो फाइनली सब रेडी भइसक्यो अब चाहिँ हामी खाना खानुपर्ने हुन्छ साह्रै ढिला पनि भइसक्यो खुर्सानी चाहिँ दामी भएको छ काउली भेन्टा प्याज यो चाहिँ आलु ए होइन प्याजै रहेछ पनि खै त यो आलु अनि त्यहाँ यति छ त्यो चाहिँ अब भोलिलाई अहिले 12:30 नै भइसक्यो अब खाना खाएर सुत्नु पनि पर्छ फेरि भोलि पनि टन्नै काम छ सो टक्क खाएर अनि सुत्नु पनि हुन्छ सो अब चाहिँ हामी मस्त खानासँग यो खाना मलाई चाहिँ लास्टै मजा आउँछ क्या सो त्यही भएर खानु पनि हुन्छ खाना पनि वेट गरेर बसिरहेछ सक्नुहुन्छ नजिकबाट दामी मिठो सो हाम्रो खाना यही नै हो भेन्टा तरकारी भेन्टा आलु तरकारी अनि यो चाहिँ पकौडा भएको भात यहाँ छ टक्क मस्त खानुपर्ने हुन्छ यस्तै छ यति बेला खाना खानुपर्ने बेला भएको छ एक निन्द्रा पुर्याउने बेलामा मस्त अब खाना खाएर सुत्नुपर्ने हुन्छ है त अब हामी चाहिँ मस्त खान्छौँ अनि तपाईँहरूलाई पनि भन्न चाहन्छु तपाईँहरू नि खानु होला है त The next day. हेलो एभ्रिवान वेलकम ब्याक टु आवर च्यानल सन्चै एन्ड स्वस्तिक आयो तपाईँहरू सन्चै आराम छ अनि हामी पनि सन्चै आराम छ आज चाहिँ टक्क लाएर उठेर चिया रेडी भइसक्यो चिया खाना लागिरहेको छ अनि चिया खाँदै स्वस्तिका चाहिँ यहाँनिर छ मस्त चिया लिएर चिया बिस्कुट लिएर होइन अनि त्यहाँबाट स्वस्तिकाको फेभरेट भ्लग एमआरबी भ्लग हेर्दै बसिरहेछ मेरो फेभरेट चाहिँ एमआरबी भ्लग हो अनि एमआरबी भ्लग नहेरिकन चाहिँ मेरो दिनको सुरुवात हुँदैन एभ्री डे म चाहिँ चिया खाँदाखेरि एमआरपीको भ्लग म मात्रै होइन सन्जय पनि हामी दुवैजना एमआरपीको भ्लग हेर्छौँ एकदम ठुलो फ्यान मलाई रियल लाइफमा भेट्न मन छ एमआरपीसँग चाहिँ अनि हामी दिनको सुरुवात चाहिँ यो भ्लग हेरेर गर्छौँ अनि यो भ्लग नआएको दिन चाहिँ हेर्ने कुरा केही भेट्दैन अनि एकदम मनपर्छ अहिले झन् अमेरिका आउनु भएको छ सो
एकदम मनपर्छ। निकिता झन् यस्तो त्यो पुच्ची त्यस्तो क्युट, यस्तो इनोसेन्ट, यस्तो स्विट लाग्छ, दामी लाग्छ। एन्ड आई लभ एमआरपी। सो मेरो चाहिँ एउटा मात्रै इच्छा एकदम रियल लाइफमा भ्लगिङ गर्दै गरेको हेर्ने। ओके छ त, अब चिया खानुपर्ने हुन्छ। अनि त्यहाँबाट यहाँनिर प्लान्ट चाहिँ एकदमै दामी दामी भइरहेको छ, देख्न सक्नुहुन्छ। अनि आज चाहिँ मस्त पानी पनि परेर यस्तो भएछ, बेलुका पानी परेर। सो अनि त्यहाँनिर त फुल पनि फुल्न थालिसकेको छ, देख्न सक्नुहुन्छ। अनि यो प्लान्टहरू टन्नै छ। अनि यहाँ चाहिँ धनियाँहरू नि छ, धनियाँ, खुर्सानी, सागहरू, काँक्रो के रोपेको छ। सो अनि यसमा रोप्न पनि भ्याइरहेको छैन। हामीसँग चाहिँ जम्मा अब उठेर बिहान चाहिँ 15-20 मिनट हुन्छ नि। 15-20 मिनट चाहिँ हामी चाहिँ टक्कै एउटा टिभीमा के हेर्छौँ भने चाहिँ एमआरबीको भ्लग हेर्छौँ। अनि त्यहाँबाट हामी चाहिँ चिया खाएर कामतिर जान्छौँ। सो आज पनि त्यही नै हो, टक्क भ्लग हेर्दैछौँ, मस्त चिया खाएर इन्जोय गर्नुपर्ने हुन्छ है त। सो अलराइट गाइज, हामी चाहिँ खानासाना टक्क प्याकपुक गरेर हामी चाहिँ ड्युटी जान लागिसक्यो। अनि राति चाहिँ मस्त पानी परेको रहेछ। अनि हाम्रो कपडा चाहिँ हिजो धुन लगेको थियो, राम्रोसँग नसुकिया भएर। के भन्छ अरे त्यो हेयर ड्रायर कि केले चाहिँ टक्क हामीले चाहिँ लुगा सुकाएर अलिअलि त्यस्तो धेरै थिएन, अलिअलि चिसो थियो। अनि टक्क अनि हामीले चाहिँ तताएर लगाएर निक्लिन लागिसक्यौँ। अनि 11 पनि बजिसक्यो, हामी चाहिँ ढिला पनि भइसक्यो। अनि देख्न सक्नुहुन्छ जतिखेर नै हामीले देखाउने भनेको यही हो। अनि अहिले चाहिँ हरियो हरियो हुन थालिसक्यो, देख्न सक्नुहुन्छ। त्यो पलतिर चाहिँ मस्त फुल पनि फुल्न थालिसक्यो, देख्न सक्नुहुन्छ यसरी। त्यो दामी भइरहेको छ। मौसम चाहिँ आज चाहिँ पानी परेर अलिक चिसो छ है त। अब चाहिँ हामी ड्युटीतिर निक्लिन्छौँ। स्वस्तिका चाहिँ यहाँ आएर यस्तो दामी पछाडिको के हुन्छ नि ग्रिन ब्याकग्राउन्ड हो, कस्तो दामी देखेको हो। अलराइट गाइस, मेरो पनि अनुहार देखाउनु पर्यो नि त होइन। अनि टक्क लगाएर सो अब चाहिँ हामी काममा जान्छ, कामसाम गरेर आउँछौँ। अनि हामीले चाहिँ हिटरै अन गर्नुपर्ने भयो। सो त्यही नै हो, मस्त आज टन काम गर्नुपर्ने हुन्छ। अनि त्यहाँबाट हेयर ड्रायरले हेयर ड्रायरले सुकाएर टक्क अब हामी चाहिँ कामतिर जान्छौँ। त्यही नै हो।